दुबईमा होटल इन्डस्ट्रीमा तपाईहरु काम गर्न आउँदै हुनुहुन्छ भने यी 5 कुरा चाहिँ तपाईले सिकेर र बुझेर आउनुपर्ने हुन्छ। नम्बर 1 मा छ होटल जब भनेको त्यति इजी जब हैन जुन तपाईहरुले अरु जब देख्नुहुन्छ नि त्यस्तो इजी चाहिँ जब हैन। होटल जब भनेको आफू फिजिकली र मेन्टली दुईटै स्ट्रङ चाहिँ हुनै पर्छ। नम्बर 2 मा छ इंग्लिश परफेक्ट हुनु पर्दैन। बेसिक कम्युनिकेसन स्किल्स चाहिँ हुनुपर्छ कि अरूले के भन्दैछ र म के फर्काउँदै छु भन्ने चाहिँ हुनुपर्छ र मैले के भन्दैछु अरूले बुझ्छन् कि बुझ्दैनन् त्यही भएर बेसिक इंग्लिश चाहिँ हुनैपर्छ। नम्बर 3 मा भनेको चाहिँ ग्रुमिङ र हाइजिन चाहिँ सबैभन्दा इम्पोर्टेन्ट हो। हस्पिटालिटीमा काम गरिसके पछाडि भनेको ग्रुमिङ र हाइजिन चाहिँ इम्पोर्टेन्ट हुन्छ नै। यसलाई चाहिँ आफूले मेन्टेन गर्न सक्नुपर्छ। 4 नम्बरमा भनेको चाहिँ आफू जोइन भएको पहिलो दिनदेखि नै मलाई सबै कुरा आउँछ भनेर चाहिँ एक्सपेक्ट नगर्नु होला। बरु सिक्ने एटिट्युड चाहिँ राख्नुपर्छ। हामीले आफूले सिक्ने एटिट्युड राख्यौं भने चाहिँ हाम्रो हस्पिटालिटी जब चाहिँ सक्सेस हुन्छ, नभए हुँदैन। र नम्बर 5 भनेको चाहिँ जब अफर भेरिफाई नभइकिन चाहिँ तपाईहरु कसैलाई पनि पैसा नदिनु होला। यदि तपाईहरु हस्पिटालिटी इन्डस्ट्रीमा चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ म स्टेप बाइ स्टेप तपाईहरुलाई प्र्याक्टिकल टिप्स पनि दिनेछु। यदि तपाईलाई चाहिन्छ भने चाहिँ मलाई फलो गर्नु होला है।